कुनै भूमि मौन हुन्छ, तर त्यहाँको मौनता शब्दभन्दा बलियो हुन्छ। पश्चिम नेपालको हृदय लुम्बिनी प्रदेशमा यो अनुभूति स्पष्ट हुन्छ, जहाँ बुद्धको नाम मात्र होइन, परिश्रमको शक्ति र आशाको धड्कन पनि बस्दछन्। संस्कृति र प्रकृति एउटै सुमधुर लयमा गुनगुनाउने यस लुम्बिनी प्रदेशमा हरेक पल मौन प्रार्थना चाहिँ लाग्दछ। यहाँको हावामा पनि आस्थाको स्पर्श छ र सपनाहरू पनि गाँसिन यहाँ समय लाग्दैन। यही लुम्बिनीको एक सहर कोहलपुर, जहाँ बाटोहरू गन्तव्य खोजिरहेका हुन्छन्, तर गन्तव्यको खोजीमा अझ महत्त्वपूर्ण हुन्छ यस सुन्दर सहरमा रहेका प्रेरणादायी कथाहरू। यहाँ कोहलपुरबाट सुरु भएको थियो एउटा आशाजनक व्यवसाय, किमा शर्माको यात्रा। ऋण लिएको थियो, कारोबार चल्दै थियो, किस्ताहरू नियमितै थिए, तर अचानक किमाको जीवनमा एउटा अकाल्पनिक घटना घट्यो, जुन व्यवसाय र उद्यमी दुवैको लागि एउटा गहिरो पहिरो चाहिँ हुन पुग्यो र बिस्तारै सबै कुरा थमिएको चाहिँ महसुस भयो। नमस्ते, मेरो नाम किमा शर्मा हो। मेरो घर कोहलपुर। म व्यापारको लागि अगैयामा छु। मेरो श्रीमानले लक्ष्मी सनराइजबाट लोन लिएर व्यापार सुरु गर्यौँ। त्यसपछि श्रीमानको मृत्यु भयो। किमाले श्रीमान मात्र नभई आफ्नो सहारा र आफ्नो परिवारको अमूल्य अङ्ग गुमाइन्। पसल थियो, सामान थियो, तर त्यो साथ गुमाएपछि सपना पनि ठुलो चुनौती चाहिँ लाग्दै गयो। श्रीमानको मृत्यु भएपछि मैले फेरि ऋण सफा गरेर त्यो ऋण तिरेर फेरि लक्ष्मी सनराइजबाटै ऋण ल्याएर व्यापार सुरु गरेँ। हामीले सुनेर बुझेका थियौँ त्यो चुनौती। यात्रा त ऋणको थियो, तर समाधानको जिम्मा हाम्रो थियो। उहाँले ऋण त तिर्नुभयो, तर त्यसका लागि जीवनकै एउटा अमूल्य पाना, श्रीमानको सम्झना र आफ्नो सन्तानको न्यानो बाल्यकाल बोकेको त्यो घर बेच्ने कठोर निर्णय लिनु पर्यो। तर ठिक यही मोडमा हामीले विश्वास दिलाउँदै घर नबेच्ने सुझाव दियौँ र त्यही घरलाई आधार बनाएर थप ऋण लिई आफ्नो थमिएको पारिवारिक व्यवसाय फेरि उजागर गर्न आग्रह गर्यौँ। म ब्याङ्क गएँ। त्यहाँको कर्मचारीहरूले पनि हुन्छ हजुरले लोन लैजानु गर्नु राम्रोसँग भनेर हौसला दिनुभयो। त्यसपछि लोन ल्याएर आएर मैले व्यापार चलाएँ। अहिले यही व्यापारबाट महिनामा किस्ता तिरिरहेको छु, नानी बाबुलाई पढाइरहेको छु। त्यसपछि लियो दोस्रो पटक ऋण, तर यो पटक एक आमाको दृढता र एक संस्थाको विश्वासको सहकार्य थियो। यो व्यापार गर्दाखेरि नानी बाबुले नि गर्नु मम्मी भनेर सपोर्ट गरे र आफन्तले छरछिमेकीहरू सबैजनाले सपोर्ट गर्नुभयो र त्यसमा ब्याङ्कले सपोर्ट गरिदिँदा नि मलाई धेरै सजिलो भयो। अन्तिममा म सबैलाई के भन्न चाहन्छु भने हिम्मत हार्न भएन, गरेपछि गर्न सकिन्छ। हाम्रो भेट एक व्यवसायको सुरुवातमा भएको थियो, तर हामी भयो सहयात्री एक सम्मानजनक कथाको। किमा शर्माको जस्तै अनेकौं प्रेरणादायी लक्ष्यहरूमा सधैँ सँगै छौँ हामी। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।